Welcome back to my channel and welcome back to my new vlog. आज चाहिँ हामी वाकासुकीयामा हामी 4 जना 10 बजे जाँदैछौँ। अहिले चाहिँ 9:30 भइसक्यो। अब हामी यहाँ निस्किन्छौँ, हेर्दै गर्नु होला कतिखेर पुगिन्छ, कसो के गरिन्छ। म अपडेट दिइरहने नै छु। तपाईहरु मेरो यो च्यानल मेरो यो भिडियो हेर्दै गर्नु होला। हस् कन्टिन्यू गर्दै गर्छु। हेर्दै गर्नु होला। एक्सपिरियन्स भनाउ त, सुनाउ त। अब भर्खर सुरु हुँदैछ। अब हामी अहिले देखाउँछौँ हाम्रो कला प्रस्तुतिहरू। त्यही भन्न चाहे म अहिले बिदा हुँदै। धन्यवाद। अहिले चाहिँ ढिला भइरहेको छ। विनोद दोस्त के भन्नु छ? के छैन, सबैलाई गुड लक चाहिँ के गुड लक दोस्त? ल दोस्त, ल राम्रोसँग रमाइलो गर्नुपर्छ ल दोस्त। हामी चाहिँ अहिले यसरी साइकलमा मस्त हिँड्दैछौँ। 3 जना दाजुभाइ, 1 जना दाजुलाई भेट्न मागेको छ। अब रुममा गएर टक्क भेटेर गरेर जानुपर्छ। हेर्दै गर्नु होला। साइकल चलाउँदै रमाइलो गर्दै अब बिस्तारै ट्रेनमा जानुपर्छ। ट्रेन भएको ठाउँ पुगेपछि टक्क त्यहाँ पुगेपछि म तपाईँहरूलाई देखाउने नै छु। जाडो छ अहिले, लुकलुक कामिरहेको छौँ। कामदै साइकल चलाउँदै पन्जाब पुग्न बिर्सिहाल्यो। के गर्नु, केटाहरू चाहिँ अहिले यता यस्तो तरिकाले केटाहरू हलो भन्दियो। तिम्रो भ्लग होइन कि मेरो भ्लग हो यो? ल है त, हेर्दै गर्नु होला। कन्टिन्यू गर्ने नै छु म। आज अर्को दाइलाई पनि भेट्छु ल। हाम्रो 4 जना दाजुभाइ टक्क यता छ, म यता छु। टक्क 4 जना दाजुभाइ दाइ केही छ भन्नु? अहिले भन्दै जानुपर्छ होइन त दाइ? ल यस्तै हो हाम्रो ग्याङ, यति 4 जना हो। टक्क मिलाएर जानुपर्छ। हेर्दै गर्नु होला हाम्रो भ्लग। ल हामी चाहिँ साइकल राखेर बिस्तारै हिँड्दै हिँड्दै अब ट्रेनतिर जाँदैछौँ। ट्रेन चढ्नलाई गाडी राखेर भन्ने दिन पनि आउँदैछ दाइ। अब बिस्तारै आउँछ होला त्यो पनि। धेरै बाइक छैन, अब 2 वर्षमा त भनिन्छ पक्कै नि। टक्क हिँड्दैछौँ यो ट्रेन चढ्ने ठाउँ। यहाँ अब 2 मिनट जतिमा ट्रेन चढ्ने ठाउँमा पुग्छौँ। त्यहाँ गएर देखाउनेछु म तपाईँहरूलाई। हामी चाहिँ अब स्टेसन आइपुग्यौँ। टिकट काट्ने, ट्रेन चढ्ने जाने गर्छौँ। हामी चाहिँ हिँड्दै 5 मिनट जति हिँडेर यहाँसम्म आइपुग्यौँ। यहाँ टिकट काटेर जानेछौँ ट्रेकिङ। टिकट काट्ने ठाउँ हो यो। टिकट अब त अनि भ्लगर भएपछि यतिको त चाहियो नि त होइन। भर्खर ट्रेनबाट झरेर हामी चाहिँ जाँदैछौँ गन्तव्य स्थलतिर। अब यहाँ 2 घन्टा 2-2.5 घन्टा जति लमक हिँड्नुपर्छ। यो उकालो उक्लिन नसकेला, माथिको उकालो के उक्लिन्छ। अब हाम्रो गन्तव्य सुरु भयो। यो डाँडाको टुप्पा। डाँडा चाहिँ अलिकति राम्रो देखेन। अब अहिले यही भन्दै गरौँ, अहिले पछि देखाउँछु एक्ज्याक्ट डाँडो माथि टुप्पाबाट। यहाँ चाहिँ अलिअलि खानेकुराहरू रासन पानी किनेर जानेछौँ अब हामी। ल है त हाम्रो ट्रेकिङ सुरु भयो। अब यहाँबाट हिँड्दैछौँ मस्त हिँड्दै जाँदै हिँड अरे ट्याक्कै केटी व्यवहार गर्दै केटोले। अहिले आएर यस्तो चाहिँ नगरौँ न, केटी जस्तो नभनिदेऊ न। ए उता अर्को हिरो लिएर देखाउनु पऱ्यो है। ल भ्या मेरो भिडियोमा त्यस्तै अब धेरै छैन, 2-3 मिलियन भ्यू चाहिँ आउँछ होला। तिमी आउँछ होला मेसेज। विनोद के छ अरे तिम्रो? विनोद योन्जन विनोद छ फेसबुकको नाम, सर्च गरेर हेर्नु होला। धेरै होइन अब
1 मिलियनबाट 1 लाख त तिमीलाई भ्यू के अरे आउँछ होला सायद मेसेज रिक्वेस्टहरू। केटा होइन के अरे केटी होइन केटाहरू यसो हेर्दै तिमीलाई देखिन्छ नि त त्यस्तै त्यस्तै खालको त्यही भएर। ल है हामी चाहिँ अब जङ्गल प्रवेश गऱ्यौँ। जङ्गलको बाटो बिहान 9:30 बजे घरमा निस्केँ। अहिले 10:30 भयो, 11:30 भयो रोमेन्स चाहिँ। अनि अलिकति जेउजु भएपछि दिनै पर्यो। मौसी आकेको चाहिँ मासुन त्यसको लागि होइन। अब अझै 2 घन्टा जति हिँड्न बाँकी छ हाम्रो। 2 घन्टा हिँडिसक्यौँ। यस्तो यो बाटो हेर्दै डर मर्दो छ नेपालको खोल्चो जस्तो। भूत आउने भूतले तर्साउँछ भन्छन् यस्तो खोल्चो। हामी 4 जना मस्त गफ गर्दै हल्ला गर्दै गीत बजाऊ भन्दा गीत नबजाउँदै हिँडेको छ। अनि जस गीत नबजाए नि चराचुरुङ्गीको आवाजले मनोरञ्जन लिँदै अनि हिँडिरहेछ हामी यसरी हेर्दै गर्नु होला। माथि गएपछि तपाईँहरूलाई भ्यू देखाउने नै छु बाहिरको। ल अझै हामी चाहिँ बिस्तारै बिस्तारै हिँड्दै आइरहेछौँ। अझै बाँकी छ यत्रो यस्तो त्यो आशिषले गर्छ नि त मैले भनेन अहिले काभ्रेली सम्झी यसरी अब हिँड्दै जाउँ बाटोमा नबसौँ। काभ्रेली सम्झी गीत बजाउने क्या काभ्रेली सम्झी जापानमा हामी काभ्रेको चाहिँ कोही छैन क्या फेरि यहाँ। यसरी हिँड्दै रमाइलो गर्दै हाँस्दै ब्याग चुडाउँदै ब्याग चुडेर साथीको फेरि बिजोक भयो यहाँ बाँधेर चलाउनु परेको छ। त्यस्तो नभन न भोक लागिसक्यो। कहाँ सम्झ्यो काभ्रेली सम्झी ए हान्दियो अझै हान्दियो हान्दियो काभ्रेली उसले हान्यो फेरि काभ्रेली सम्झी जान्छ यो चाहिँ फेरि विरोधले सही हान्दो रहेछ। हान्दियो टिकटक भिडियो दामी भ्यूमा टिकटक भिडियो मस्त। यस्तो रमाइलो भइरहेछ हाम्रो गीत पनि गाउनु हो गीत भएन कि यसरी त यस्तो रमाइलो हुन्छ है। ट्रेकिङ हिँड्नुपर्छ त्यही भएर बेला बेला हामी जसरी जहिले पैसा जोगाएर मात्र हुँदैन। यसो अलिअलि साथी पनि बनाउनु पर्छ। साथी बनाउन जान्नुपर्छ यस्तो अलिअलि। यो चाहिँ एउटा मान्छेलाई डेडिकेट है। बुझ्छ बुझ्दैन त्यो मान्छेले। अब कतातिर थियो उतातिर त्यस्तो दिएको छ यतातिर। यता फेरि यस्तो रमाइलो गर्दै टक्क यो पाराले त हामी 3-4 घन्टा नि पुग्दैन माथि। पहिलो साकुरा यो चाहिँ साकुरामा किराहरू हुन्छ 2टा। यो खुम्ले किरा हो यो चाहिँ।
यो चाहिँ के अरे त्यो यत्रो हुन्छ नि खुट्टा खुट्टा म चाहिँ त छु ट्याक्क यस्तो तातो घाममा मस्त हिँड्दै रमाइलो गर्दै त्यो भ्यागु त उफ्रायो गरेर होइन यो डान्स चाहिँ होइन यो भ्यागु त उफ्रायो यो डान्स गरे कि डान्सलाई बेइज्जत गरे डान्स हान्नु काभ्रेले सम्धि हान ल हान रेडी 1 2 3 गो सजिन छाडौ न सजिनको आएन भ्यू ल दाइको जाओस् हामी चाहिँ आजभन्दा 2 वर्ष अगाडि आएर बसेर ठाउँमा आइपुग्यो 1 वर्ष अगाडि चाहिँ यही ठाउँमा आएर हामी क्याम्पिङ गरेको थियौँ फेरि यही ठाउँमा आइपुगेर एकछिन रेस्ट गरेछौँ जहाँ हामीले क्याम्प गरेको थियौँ त्यहीँ गएर बसेर भ्यू पनि बब्बाल छ यहाँ तर भ्यू हेर्दै टक्क रमाइलो गर्दै त्यही ठाउँमा हामी पहिला बसेको थियौँ यही केरुको अगाडि यहाँ हेर्नु त दाइ मेमोरी हिट छानेन प्याराग्लाइडिङ पनि म देखाउँछु पढ्नुहोस् सबैहरूलाई प्याराग्लाइडिङ उडा हेरौँ न हामी नउडे नि प्याराग्लाइडिङ हामी नउडे पनि तपाईँहरूलाई देखाउँछु त्यहाँ गएर अब हामी चाहिँ यहाँ टक्क एकछिन रेस्ट गरेर कोकसोक खाँदै इनर ड्रिङ्क हानेर टक्क जानुपर्छ अब कतिको गाह्रो भइरह रियल भन रियल भन अलिअलि स्वास त भयो होला हाम्रो इनर्जी मेरो आजको स्पोन्सर हो यो आज मलाई रेड बुलले स्पोन्सर दिएको छ हामी 4 जनालाई टक्क आजको एनर्जी यति है हामी अरू केही खाँदैनौँ मासु चिउरा नि छ त्यो बनाएपछि यसो अलिअलि कन्टेन्ट दिऊ न अनि म एकजनासँग रियाक्सन लिन्छु आजको ल दाइ भन्नु त आज कस्तो भइरह आज चाहिँ हामी पोहोर साल क्याम्पको लागि आएको थियौँ राति यो वाकासुगियामा भनेर सासागुरी भन्दा माथि फुकुओका केनको अब पहिलाको मेमोरी नै भइरह आज अब पहिलाको सबैजना त छैन तर पनि मेमोरी चाहिँ सम भइरहेछ एकदम रमाइलो ट्रिप आजको आज दिनभरि हामी यहाँबाट अझ माथि जान्छौँ डाँडातिर घुम्छौँ अनि त्यसपछि बेलुका साँझ चाहिँ हामी फर्किन्छौँ एकदम रमाइलो भइरह एकदम नमस्ते सर्वप्रथम त म घन्टी अनि म घन्टीमा चाहिँ भोट होला जिके सोखाइबाट सुरु गरौँ नमस्ते वाता बोकुवा ओरेवा उचिवा ओताकुवा अब अरू कुरा छोड्नु जस हामी पहिले 1 वर्ष अगाडि क्याम्पको लागि आएको थियौँ अनि अहिले हामी 1 वर्षपछि आउँदा त्यो यादहरू त आउँदै तर सबै साथी नभए पनि हामी 4 जना एकदम रमाइलो गरेछौँ अझै रमाइलो गर्नेछौँ अझै बाटो बाँकी छ हेर्दै गर्नु होला
दर्शन विनोद कोही जान कन्टेन्ट दियो भन्दैछु ताले हाल्दियो त विनोदको त यही बानी चाहिँ सही हो क्या ल विनोद ल जस सबैजनालाई होइन, नमस्कार फर्स्टमा होइन। अब हामी चाहिँ होइन 1 वर्ष जस्तो भयो होइन यहाँ आएको हामी फेरि आइरहेको छौँ ताजु ताजु भइरहेको छ मेमोरीहरू सबैले मिस गर्दैछु होइन। योपालि अब नमिले पनि अर्को वर्ष किन अर्को वर्ष कुनै दिन त मिल्ला इन्जोय गर्नुपर्छ। तर आज हामी चाहिँ यहाँ मात्र होइन कि माथि चढ्नेछु त्यही विचारमा हामी सोचेर अगाडि बढ्दैछु। सबैलाई इन्जोय गर्नुहोस् होइन। हामी भिडियो हेरेर इन्जोय गर्नुहोस् न भिडियो हेरेर इन्जोय गर्नुहोस्, लाइक सब्सक्राइब पनि गर्नुहोस् होइन, हल्का सेयर पनि गर्नुहोस्। धन्यवाद। ल यति भयो हामी फर्स्ट टाइममा यही हो, यही ठाउँमा हामीले क्याम्प लगाएको, क्याम्प लगाएको यही ठाउँमा लगाएर वहाँ डान्स गरेको डान्स गरेको ठाउँ यो हो। अनि आगो बालेको ठाउँ यो हो, हाम्रो टक्क यही ठाउँतिर आगो बालेको थियो, यो ठाउँमा आगो बालेको। मेमोरी ताजा ताजा भइरहेको छ। त्यो दिन नाचेको नाचेको भिडियो त छैन, फोटो चाहिँ साइडमा राखिदिउँला। जाडोमा यहाँनिर टक्क एउटा फोटो राखिदिन्छु म। कामेको जस्तो फिल भयो। कामेको खुट्टा के अरे क्याम्पभित्र सुत्दाखेरि के अरे राति क्याम्पभित्र सुत्दाखेरि चिसोले खुट्टा क्याम्पमा टाँसेको होइन। क्याम्पमा टाँस्यो नि त छाला त्यो प्लास्टिकमा। तर बाबाले रमाइलो भएको थियो त्यो दिन। हामी चाहिँ अब एउटा डेस्टिनेसनबाट अर्को डेस्टिनेसनको तर्फ जाँदैछौँ बिस्तारै बिस्तारै। अब यहाँ हिँडिन्छ, हेर्दै गर्नु होला आजको यस्तै हो। अब भ्लग आउने यो पछि कहिले हो थाहा होइन, कामको भ्लग आउनु सक्छ अब यो पछि। अब त्यही हाल्नु पर्ला जस्तो चाहिँ। अब योबाट छिर्नु, यो गेट छिर्नुहुँदै अब अस्ति आएको बेला यो गेट छिर्नु पाइएन। आज चाहिँ ओहो किन्सिरह। हामी चाहिँ अब कोमेन यामातर्फ लाग्यौँ होइन त गाइजहरू। कोमेन यामा अब्जर्भेटरी के छ त्यहाँ त्यसमा भनेपछि आजको हाम्रो लास्ट डेस्टिनेसन भने चाहिँ कोमेन यामा। सुरुमा चाहिँ हामी कहाँ गइन्छ? सुरुमा अब्जर्भेटरी जान्छौँ। अब्जर्भेटरी कोमेन यामा अब्जर्भेटरी त्यो चाहिँ प्याराग्लाइडिङ गर्ने ठाउँ हो। त्यहाँ प्याराग्लाइडिङ हेरेर त्यसपछि कोमेन यामा लास्ट डेस्टिनेसनमा पुगेर हजुर खाजा साजा त्यहाँ बसेर मासु चिउरा ट्याक्क खाएर अनि हामी रिटर्न हुन्छौँ आज। हजुर ओके देश इज देश これで発表これで発表終わります。ご視聴ありがとうございました。हामी अहिलेको डेस्टिनेसन चाहिँ पुग्न आँट्यौँ होइन। अब फेरि हाम्रो डेस्टिनेसन चेन्ज भएर अर्कोतिर पनि हुनसक्छ। डेस्टिनेसन दुईटा भयो अब। दुईटा भयो, अब त्यो ठाउँमा गइन्छ गइँदैन भन्ने फिक्स भइसकेको छैन नि त। अनि पहिलाको मोकिरोमा जाउँ अनि त्यसपछि हामी चाहिँ जुन अनि चेन्ज भन्दा नि जहाँ अलिक टाइमिङ भयो भने चाहिँ मिल्यो भने चाहिँ नेक्स्ट अर्को डेस्टिनेसन पनि किने गरेर त्यहाँ जानुपर्छ। फलो अस गाइज। धेरै टाढा त छैन, हामी सोच्दै थियो अर्को ठाउँ जाने भने धेरै टाढा त छैन कि। टाइम अनुसार कति 1500 मिटर यो होइन टावर भनेको चाहिँ मैले अर्कै टावर छ कि उता टावर देखेन टाढा वाकासिगामाको बब्बाले छ। हेर्दै गर्नु होला त्यहाँको भ्यूहरू, त्यहाँको के छ त्यो ठाउँको, त्यो ठाउँ एक्सप्लोर गर्ने छु म यो भिडियो मार्फतबाट। हेर्दै गर्नु होला बाटो चाहिँ यस्तो हुनु पर्यो क्या, घन्टीमा भोट हाल्नु पर्यो क्या। अब यस्तो नेपाललाई यस्तै बनाउनु पर्छ भने ट्याक्क लाएर, नेपाललाई यस्तै बनाउनु छ भने टक्क हेर यस्तो डाँडामा पनि यस्तो टक्क पिच गरेर विकसित कहिले हुन्छ नेपाल। त्यही भएर नेपाल सपोर्ट टु घन्टीलाई भन्दा नि राम्रोलाई क्या, राम्रोलाई भन्दा नि अहिले चाहिँ घन्टीलाई हो। अहिलेलाई म घन्टीमा किन भनिरहेको छु भने कुनै एउटा राम्रो पार्टीको चाहिँ बहुमत आउनु पर्यो। बहुमत आएन भने मिक्स सरकार बनाएर चाहिँ जुत्ने बाज्ने छुट्टिने गरेर सरकार चेन्ज भएको भइ गर्छ। नेपालको कन्टेस्टमा अहिलेसम्म भइरहेको अवस्था पनि त्यही हो। त्यसको लागि चाहिँ अहिले कुनै एउटा राम्रो पार्टीको अथवा रासोपाको घन्टीमा चाहिँ बहुमत आयो भने कम्तीमा पनि 5 वर्षसम्म कुनै एउटै व्यक्तिले सरकार चलाउँदाखेरि चाहिँ डेभलप गर्ने चान्स एकदम बढी पनि हुन्छ। यता डला
अनि यता होला नि यता हो कि टाउ त्यो टप यहाँ देखाउ न देखाउ ऊ त्यो हाम्रो त्यो मैले भन्दै थिएँ बाटो चाहिँ देखाउ न अरूभन्दा बाटो त आमै नहेरौँ न ल ठिक छ हाम्रो कुरा कहाँ आउँदैछ फेरि भनेको बहुमत किन आवश्यकता भन्दा पनि भन्ने कुरा चाहिँ कारण भनेको के हो भने स्थायी सरकारको लागि हो मेन कुरा भनेको। हजुर यदि मलाई नै सपोज मानिलिउँ म त त्यस्तो होइन मतलब राजनीतिज्ञ त होइन तर पनि मलाई नै 5 वर्ष दियो भने मैले नैतिकताको आधारमा पनि प्रेसरमा पनि जस्तो सुकै भए पनि मैले 5 वर्षमा मेरो आफ्नो रिजल्ट दिनु पर्यो। बाध्यताले दिनु पर्दाखेरि चाहिँ त्यो बेलामा नराम्रो काम गरेर रिजल्ट दिने कुरा हुँदैन। हजुर त्यसको लागि राम्रो कुराको रिजल्ट दिनको लागि चाहिँ सजिलो हुन्छ र 5 वर्षमा रिजल्ट पनि देखिन्छ। नेपालको कन्टेस्टमा के भइरहेछ भने जो भए पनि राम्रो गर्न खोज्दाखेरि चाहिँ अर्कोले गरेको राम्रो कामलाई चाहिँ फेरि पुरेर फेरि उसको सुरु गर्छ। अहिले त्यस्तो भइरहेको नि फेरि मैले तपाईँले कुरा काटेँ काठमाडौँ महानगरपालिकामा जुन अहिले बालिन शाहले राम्रो काम गरेको थियो जस्तो एउटा इक्जाम्पल बाटोमा त्यो मान्छेहरूलाई बस्ने सुविधाको लागि चेयरहरू राखेको थियो नि त्यो अहिले सुनिता डङ्गा लगाएपछि सबै फाल्दैछ कि फाल्दै राख्यो नि त्यस्तो हुन्छ नि त उसको प्रगति लुकाएर आफ्नो छाप छोड्नको लागि त्यो गर्छ। त्यसले गर्दा पनि विकास नभएको मेन एउटा कारण त्यो पनि हो। त्यसको लागि चाहिँ स्थायी सरकार भयो भने चाहिँ त्यो भएको विकासलाई कन्टिन्यू गर्नलाई सजिलो हुन्छ र 5 वर्षमा कस्तै नभए पनि उसले सुरु गरेको कामलाई चाहिँ 5 वर्षमा उसले क्लियर गर्न सजिलो हुन्छ। त्यसले गर्दाखेरि नेपाल विकास गर्नु छ भने कुनै राम्रो पार्टीको लागि चाहिँ बहुमतको आवश्यकता छ। त्यसको लागि अहिले घन्टी र बहुमत हामीले अहिले सपोर्ट गर्नुपर्ने भनेको चाहिँ रासोपा घन्टीलाई। अब अरू पार्टीको हामीले हेरिसक्यो नि यत्रो हेरिसक्यो हेऱ्यौँ होइन हामीले नै आफैले भोट पनि हाल्यौँ तर मैले चाहिँ अहिलेसम्म भोट हालेँ केमा भन्दाखेरि घन्टीमा राम्रो पार्टीलाई जितायौँ पनि राम्रो मान्छेलाई मात्र जिताएर आवश्यक भएन नि पुरा भएन क्या। राम्रो मान्छे मात्र भएर भएन त्यो राम्रो मान्छे जुन छ त्यसको माथिको टाउके नै गलत निस्किसकेपछि त्यो तलको एउटा राम्रो मान्छेले के गरिदियोस् बिचरा तलको राम्रोले के भएन भएको त्यही हो। त्यही भएर राम्रोलाई छान्नु एउटा कुरा हो तर घन्टीलाई हाल्नु अर्को कुरा। घन्टीलाई किन हाल्नु पर्यो भने बहुमतको लागि पनि हाल्नु पर्यो स्थायी सरकार बनाउनको लागि पनि हाल्नु पर्यो। स्थायी सरकार भएपछि देश विकास गर्नलाई 5 वर्षसम्ममा धेरै सजिलो राम्रो सहज हुन्छ। त्यही हो इन्टरभ्यू नै भयो यो त हाम्रो यो चाहिँ फेरि भ्लग प्लस इन्टरभ्यू पनि हो है बोर नमान्दिनँ होला यो गफको तालमा त हामीले त अनि बिताएछौँ त पुरै उकालो बिताएको होइन यत्रो उकालो कम त यो अझै यत्रो उकालो बाँकी छ यस्तो उकालो त कति उक्ल्यो आमै। अनि अर्को कुरा हजुर म फलानु व्यक्ति राम्रो अर्को व्यक्ति राम्रो एबिसिडी जो राम्रो यो नराम्रो भन्दिनँ। अहिले बहुमत आउन सक्ने चान्स नेपालमा भनेको रासोपाको हो। हजुर एकपल्ट रासोपालाई नै घन्टीमै भोट हालेर भए पनि रासोपाको बहुमतको सरकार बनाएर 5 वर्ष रासोपालाई हेरौँ कतिको विकास गर्छ कतिको राम्रो गर्छ नेपालमा कतिको परिवर्तन सकारात्मक परिवर्तन कतिको आउँछ त्यो अनुसार अनि अगाडि बढौँ नेपाली जनताहरू। यसपालिको भोट घन्टीमा बहुमतको लागि रासोपाको घन्टीमा प्लिज। अनि हाम्रो गाउँका झोले नेताहरू सुन्दै हो एमाले काङ्ग्रेसका त्यो काङ्ग्रेस नि कोही को छ नि अहिले जिताउन लागिरहेका त्यसलाई जिताउनुभन्दा अगाडि हामी अलिकति फरक ठाउँमा त्यसलाई जिताउनुभन्दा अगाडि आफ्नो देश र आफ्नो अवस्थाको बारेमा सोचेर आफ्नो अवस्थाको बारेमा मात्र नसोच हो तिमीहरू देशको अवस्थाको बारेमा सोचेर भोट हाल हो। झोलेहरू तिमीहरूलाई भने हो काङ्ग्रेसका झोलेहरू अहिले मेन चम्किरह हाम्रो गाउँका एमालेका झोलेहरू सोच विचार गरेर भोट हाल हो। यो चाहिँ यो क्लिप चाहिँ कट गरेर म फेरि फेसबुकमा हाल्नेवाला छु मेरो फेसबुकमा टक्क यो क्लिप आउँछ यदि। अनि अर्को कुरा भनेको नेपाली जनताहरू नेपालीहरू स्पेसल्ली हजुर आफ्नो स्वार्थको लागि मात्र नहेर्नुहोस् प्लिज। हजुर आफ्नो स्वार्थको लागि मात्र नहेर्नुहोस् आफ्नो लागि गर्ने आफैले हो देशको लागि गर्ने आफू प्लस नेताले राजनीतिक पार्टीले हो। त्यही भएर आफ्नो तर्फबाट दिन सक्ने भनेको अहिले भोट हो बहुमतको लागि हो त्यति हो।
त्यसको लागि बहुमत आउन सक्ने चान्स भनेको अहिले घन्टी घन्टी रासोपा आउन सक्ने चान्स छैन, जेत्तै ल्याउनु पर्यो नि। हो आउन सक्ने चान्स उसलाई हो। र अरूमा हाल्ने भोट पनि त्यसैलाई हालेर त्यसलाई जसरी पनि बहुमतको लागि चाहिँ हामीले सपोर्ट गर्नुपर्छ र बहुमत ल्याउनुपर्छ। त्यही हो। त्यही हो, अहिले चाहिँ यतिको गर्नु। 7 मिनट भएछ हाम्रो कुरो। यो चाहिँ एउटा पनि कट नभएको सर आउँछ, 7 मिनटै आउँछ यो चाहिँ हाम्रो। अरू काटेर त्यो छुट्टै कुरा हो। हाम्रो इन्टरटेन भ्लग भन्दा भन्दै लास्ट आएर राजनीतिक भ्लगमा टुकिँदा जस्तो छ होइन। यो कुरा चाहिँ कसरी पनि आयो भने हो, हामी विदेशमा छौँ होइन, हामी आफ्नो ठाउँमा हामीले गरिरहेछौँ। अब हामीले थोरै धेरै हामी नेपालमै नभए पनि हाम्रो तर्फबाट नेपालमा केही योगदान त भइरहेको छ तर पनि हामी यहाँ खुसी छौँ तर मन चाहिँ खुसी छैन। मन त कहिले खुसी हुँदैन। जब नेपालमा विकास हुन्छ, जब हामी नेपालमा गएर केही काम गर्न पाउँछौँ, त्यो पछि मात्र हो कि हाम्रो मन खुसी हो नि। हामी यहाँ भए पनि हामी जति रमाइलो गरे पनि हाम्रो मन चाहिँ नेपालमै छ। यो मन त मेरो नेपाली हो, यो मन त मेरो नेपाली हो, यो मन त हाम्रो नेपाली हो है। त्यही भएर हामी नेपाल विकास भएर यति हो कि अझ विस्तृत रूपमा भन्नुपर्दाखेरि, अझ राम्रोसँग भन्नुपर्दाखेरि हामी जसरी भाषा सिकेर अर्काको देशमा आएर काम गर्नु पर्यो, बरु नेपाल डेभलप गरेर यताको मान्छेले नेपाली भाषा सिकेर नेपालमा आएर हामीले चाहिँ तिनीहरूलाई काम गराएको हेर्नु मन छ, गराउनु मन छ। गराउनु पनि पर्छ। गराउनको लागि हामीले राष्ट्रसभामा एकचोटि भोट हालेर, घन्टीलाई एकचोटि भोट हालेर जिताउनु नै पर्छ। सोच्नु सबैजनाले अमेरिकनलाई हामीले नेपाली भाषा सिकाएर नेपालमा काम दिने, जापानिजलाई नेपाली भाषा सिकाएर नेपालमा काम दिने, अरू विकसित देशहरूका व्यक्तिहरूलाई पनि त्यसरी नै जुन नेपालबाट बाहिर विदेशी भाषा सिकेर विदेशमा गएको जसरी बाहिरी विदेशीहरूलाई नेपाली भाषा सिकाएर नेपालमा भित्राएर काम गराउनुको मजा कति राम्रो हुन्छ सोच्नुहोस्। छुट्टै मजा हुन्थ्यो त्यो भनेर। त्यो जस्तो मजा त केही नै हुँदैन। अब हामीले भोट हाल्न नपाए नि तपाईँहरू नेपालमा भएको मान्छेहरूले भोट हालेर एकचोटि चान्स दिउँ, नयाँलाई चान्स दिउँ। पुरानाहरूलाई बारम्बार यत्रोचोटि चान्स दिइसक्यो। 2064 सालदेखि चान्स दिँदै आएको हो। के अरे प्रजातन्त्रदेखि नै चान्स दिँदै आएको हो। त्योभन्दा अगाडिदेखि चान्स दिँदै आएको हो, तै पनि केही गर्न सकेनन्। अब एकचोटि नयाँलाई चान्स दिउँ, नयाँलाई चान्स दिएर हेरौँ। गऱ्यो भने गरेन भने फेरि अर्कोचोटि चान्स हुन्छ, अर्कोलाई चान्स दिने। त्यो पछि त्यसरी गऱ्यो भने गरेन भने गरेन होइन कि जसरी पनि गरौँ, भोट दिउँ, त्यो भनेको गरौँ भन्ने होइन। गरा अनि हामीले भोट दिएर पनि कोही त राम्रो हुन्छ भन्ने नि हुँदैन नि त। गरेन भने फेरि 5 वर्षपछि अर्कोलाई चेन्ज गरेर अरू कोही आउँछ, राम्रो मान्छे आउला नि त, कोही न कोही त निस्केला। तै पनि अहिलेको जुन बालेन शाह, रवि लामिछाने छन्, यिनीहरूले चाहिँ केही गर्लान् जस्तो भन्ने आश चाहिँ छ। आश राखिरहेछन्। हेरौँ यो आशमा कतिको खरा उत्रिन्छन् यिनीहरू। ल गफ गर्दा गर्दै हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेछौँ। हो अब हेरौँ है भिडियो भ्यू हेर्नुहोस् है गाइजहरू। हल्ला थोरै कम, इन्जोय बढी। ओहो आशिष एकजना सबैजना जय घन्टी बज्यो भने यहाँ त। ल गाइजहरू उड्यो त्यो भिडियो कन्टिन्यू। यहाँ चाहिँ टक्क प्याराग्लाइडिङ गरेर यसरी उड्यो। यहाँबाट नि भ्यू त त्योभन्दा दामी त देखिँदो रहेछ नि। भ्यू हेर्नुहोस् एक्चुअली खतरा भ्यू छ। नाइस। वाउ कति धेरै त माथि देखेर त ठन्डै छ त।
ल अब चाहिँ हामी यताबाट छ एउटा बाटो वाकासुगीयामा त्यताबाट होइन क्या तर्फ लाग्यो त्यताबाट मुल मात्रै हो क्या जानु त्यताकै हो ल जाउँ अघि हेर्दा अब यात्रा हाम्रो कता गऱ्यो दाइ कोमेनो यामा अनि त्यसपछि कोमेनो यामा नि इते आइ सोकोदे अतसिता नि यारु शोकुजी सो अथवा खाङ्गा है ओके अब चाहिँ हाम्रो फेरि जङ्गलको यात्रा सुरु भयो यसरी जङ्गलको यात्रा यसरी हिँड्दै ट्रेकिङ हाम्रो नयाँ डेस्टिनेसन एन्ड लास्ट डेस्टिनेसन नभनौँ लास्ट त्यहाँ पछि अर्को हुन नि सक्छ त्यहाँ पछि अर्को किमे हुन नि सक्छ फेरि हेर्दै गर्नु होला हामी यस्तो इन्ट्रेस्टिङ कुराहरू त धेरै गर्नेछौँ भ्लगमा हेर्दै जानु अहिलेसम्म हेर्दै आउनु पनि भयो होला अझै हेर्दै जानुहोस् प्लिज लाइक सेयर एन्ड सब्सक्राइब यो चाहिँ यस्तो हात घुमाएर बुढी अम्लाले ड्याङ हानिदिनुहोस् त्यति भएपछि पुगेको धेरै गरिरहनु परेन धन्यवाद हिउँ भेटेका छौँ यहाँ भुइँमा यसरी हिउँ खेल्दै रमाउँदै हिउँ हेर्दै रमाउँदै हेरेर छ अलिकति धेरै परायो झन् रमाइलो हुन्थ्यो यो काम रहेछ ल ठिक छ ल हामी चाहिँ फाइनली हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ फाइनल डेस्टिनेसन यहाँ आएर त्यही र यो हामीले जमानादेखि तलबाट देखेको टावर फाइनल्ली आज आइपुगेर यो टावरमा आउने हाम्रो मौका मिल्यो बिहान 9:30 बजीदेखि हिँडेँ अहिले कति बज्यो 3 लगभग 3 बज्यो भनेपछि टन्नै टाइम हिँड्यो हिसाब गर्नुहोस् आफै कति हो यही टावर है त फाइनली आइपुग्यो हो हामी घुम्यौँ फेरि त्यही पहिलाकै ठाउँमा खाजा खाने भनेर कहीँ बसेर खान नपाएपछि पहिलाकै ठाउँमा यही याद पहिलाकै याद ताजा गर्नको लागि यहाँ आएर टक्क बसिन्छ यो ठाउँमा घाममा घाम ताप्दै मस्त खाइन्छ अब देखाउने नै छु अब के ल्याएको छ भनेर हाम्रो चाहिँ यति होला यति छौँ ए हाम्रो चाहिँ ल है सुरु अब ए म चाहिँ यता छु यता ल है कतिको भोक लागिरहेको त भनौँ भोकै पेट चिसो भयो क्या अब चाहिँ हामी भ्यायो सबै थोक खाना पनि भ्याइयो घाम पनि भ्याइयो अब लाग्यो अब हामी टक्क घरतिर एकदम रमाइलो भयो आज रमाइलो गर्दै अझै सभ्य नागरिक भएर फोहोर पनि हामी आफैले बोकेर हिँड्दैछौँ नेपालमा हो यसरी देखाउन ल सर्वोष्ट हो नि यहाँ छ गोमी बाटो हाम्रो गोमी बाटो यता हो टक्क गइन्छ बिस्तारै जानुपर्छ म भिडियोमा देखाउने नै छु के गरिन्छ कन्टेन्ट आउने बित्तिकै तपाईँहरूलाई म अपडेट ल हामी चाहिँ अब सोह्र घरतिर लाग्दैछौँ बिस्तारो अब रोटै रोड अहिले चाहिँ ठाडो उकालो लिएर आएको थियो चाहिँ रोटै रोड हल्ला गर्दै केटाहरू हल्ला गऱ्यो भने खोइ सेलाइछन् केटाहरू यता टक्क गइन्छ अब हेर्दै गर्नु बोल्ने हाने र अब त
अहिले चाहिँ रात परिसक्यो है, हामी चाहिँ यस्तो जङ्गलको बिचमा डरमर्दोसँग हिँडिरहेछौँ। हामी 4 जना हल्ला गर्दै गीत गाउँदै मस्त मस्त रमाइलो गर्दै हाँस्दै किरण भइरहनु आजको त अर्कै गीत गाउनु त हुन्थ्यो, स्वरै राम्रो छैन। फाइनल्ली हामी चाहिँ साइकल भएको ठाउँमा आइपुग्यौँ। धेरै होइन, आज हामी 21 किलोमिटर हिँडेछौँ उकालो, त्यही पनि उकालो ओह्रालो गरेर 21 टोटल यहाँ मात्र आज 21 किलोमिटर भएछ, धेरै होइन। अब यहाँ दाइलाई छाडेर हामी रुमतर्फ लाग्छौँ। त्यो त दाइको रुममा दाइलाई छाडेर अनि साइकल लिएर हामी जान्छौँ भनेको। ल दाइ अब लाग्यो हामी है त, बाई बाई। बाइक झिक्यो, म पनि बाइक झिक्छु अनि ल ल दोस्त है त। अब आज यस्तै भयो, रमाइलो भयो। अब भोलि भेटौँला के पर्सि, राम्रोसँग जाऊ होइन, छुट्टी है त। अब यहाँबाट इन्जोय भयो आज, अब नेक्स्ट टाइम इन्जोय गर्नुपर्छ यस्तै है त। ल दोस्त राम्रोसँग जानु है त। ओके ओके ल दोस्त, ल है त। हामी नि अब 2 जना दाजुभाइ टक्क लाग्यो घरतिर। 5 मिनट टक्क साइकल कुदाइन्छ अनि हिँड्छ। ल मजा आयो आज। खुट्टा त दुख्या होइन त्यस्तै, अब 22 किलोमिटर जति हिँड्या हो। यो त अलिअलि छिस अलिकति यति मात्र दुख्या हो, यतिको भइरहन्छ, ठिकै छ। ल ठिक छ, हेर्दै गर्नु होला। अब रुममा गएर बनाउँछु लास्ट भिडियो। म चाहिँ अब फाइनली घर आइपुगेँ। अब आजको भ्लग चाहिँ यत्तिकैमा टुङ्गाउनुपर्छ। ल किप सपोर्ट, लाइक सेयर सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला। अब छिट्टै अर्को भिडियो र यस्तै राम्रो भिडियो लिएर तपाईँको माझ आउने नै छु। यतिको लागि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। बाई बाई।